So what's up people? स्वागत छ तपाईलाई मेरो ब्लगमा and I'm back with a brand new So अलिअलि घाँटी दुखिरहेछ and I'm having some hot water मेरो इङ्ग्लिस सुनेर चाहिँ नतर्सिनु सो के छ हल्लीचल्ली म ब्याक भइसकेको छु पुरा एक वर्ष अगाडिदेखि म आज ब्याक भइसकेको छु एन्ड आइम अन द न्यू प्लेस न्यू ब्लक आइम अन न्यू प्लेस न्यू जर्नी न्यू के ब्रो यार के आखिर के हो यो जिन्दगीमा अहिले म धेरै टाढा आइपुगिसकेको छु जिन्दगीबाट अनि I have lived something in my past and I have started something in my present सिरियस कुरा पनि सिरियसली भन्न आउँदैन क्या के गर्नु जिन्दगी इट्स कल्ड लाइफ अनि what's up and it's been like 1 year or maybe more than 1 year मैले चाहिँ क्यामेरा फेस नगरेको टिकटक चाहिँ बनाएर हुन्थ्यो ल टिकटकमा थोरै फिल्टर हालेर चलिरहेको हुन्थ्यो किनकि म अलिकति मलाई अहिले आजभोलि पहिला चाहिँ मलाई खासै के लाग्दैन थियो आजभोलि मलाई एन्जाइटी भयो कि क्या खासै क्यामेरा फेस गर्न डर लागिरहेको छ अनि आज चाहिँ अब यस्तो के काम साम छैन होइन अब धेरै पछाडि आज मलाई अलिकति के गरौँ कि भन्ने जोस आएको लागिरहेको थियो सो आइम हियर अलिकति के कुराहरू गरौँ न त भनेर हो खासमा बिहानीको सुरुवात आफ्नै करेसाबारीबाट करेसाबारी त होइन के हो यो त आई डोन्ट नो जगबाट एन्ड सो आज म घरमै छु अनि म के गर्ने सोचिरहेको छु के गर्ने भन्दाखेरि म भर्खर उठेको अहिले 11 बजी होइन के गर्ने सोचिरहेको छु एन्ड के गर्नु त होइन आज भात खानुपर्छ भात पकाउनुपर्छ तर आज मलाई फ्राइड राइस खाने मन छ किन भन्दाखेरि भात र तरकारी रेडी छ बट आई वान्ट टु मेक फ्राइड राइस ठिकै छ आज म यसो खानासाना बनाउँछु मेरो सेफको स्किल देखाउनुपर्छ सेफ ओके खासमा बनाउन आउँछ क्या मलाई थोरै मिठो मलाई मिठो लाग्छ अनि मेरो रिलेटिभ्स मेरो बनाएको खाने मान्छेहरूलाई मिठो लाग्छ इट्स नट मेड फर द कस्टमर्स टु सेल होइन त्यही हो सो आई सो यु हाउ टु कुक द फ्राइड राइस इन माई वे खासमा अब मसला छ कि छैन किनकि मैले घरमा भातै बनाएर खाँदिनँ क्या मेरो छुट्टीको दिन बिहान यसो हेर्छु होइन अनि खाइदिन्छु अलिअलि के अनि बेलुकाको कसले बनाउँछ नि उता रेस्टुरेन्टतिर गइदियो अनि एक प्लेट जे खाए पनि सक्यो एक दिनको छुट्टी हुने हो सकिसक्यो होइन भयो नि त्यति भयो एन्ड आम अन डाइट ब्रो एक्चुअली आइम अन डाइट अनि म दुब्लाको जस्तो देखिरहेको छैन दिस इज ओभर साइज टी सर्ट लगाएर मात्र म यस्तो देखिरहेको छु म पुरै दुब्लिसक्यो किन भन्दाखेरि मलाई एकजनाले भने तिमी दुब्लाउँदा राम्रो देख्छौ रे हो सो म दुब्लाइदिएको तर केटी चाहिँ छोडेर गइदिएर यो स्याड हो नि हाँस्नु हुँदैन छोडेर गइदिएर बट लाइफ गोज अन म के झ्याप जस्तो देखाएको छैन पानी खाइरह हो ओके सो सियु है त एकैछिनमा भेट होला म आफ्नै थोब्डालाई हेरिरहेको छु क्यामेरा यता छ तर म आफ्नै थोब्डालाई हेरिरहेको छु क्या किनकि मेरो थोब्डा छोडिदियो थोब्डाको वर्णन नगरौँ किनकि बेजती मान्छे ओके गाइज लेट्स सी यु है त Soy arena, oh so bright. Baila conmigo toda la night. El ritmo suena, can you feel? Move your body, it's so real. Vuélvete loco, don't stop now. Sigue el ritmo, I'll show you how. Fuego en el aire, burning
make your body shine like star. Baila, en el mar, keep it going, no queda igual. Luna llena, shining down, pies descalzos on the ground. Latido fuerte, boom, boom, boom. Take me higher, feel the zoom. Oh yeah. Break it down, feel this way, cerca de mí, don't run away. सो रेडी भइसकेको छ गाई चाहिँ रेडी भइसक्यो एन्ड दिस इज माई फुड ठिकै छ म खान सक्छु नर्मल हो केही हालेको छैन मसला पनि धेरै केही हालेको छैन तर मिठो हुनु पऱ्यो होइन ओके सो यति हो एन्ड आई विल सो यु वाच आई विल डु म एकछिनमा गफ गराउँला तपाईँसँग धेरै लामो कुराहरू छ तिमीहरूसँग धेरै लामो कुराहरू छ सो राखिदिएको सो अहिलेको लागि चाहिँ यति हो एकछिनमा चाहिँ भेटौँला धेरै कुरा गर्नु छ है त अनि अहिले म बसिरहेको छु बाँचिरहेको छु हाँसिरहेको छु and thanks for those people who supports me in my in my lowest part अझै चाहिँ मसँग त्यो मान्छेहरू छैन I don't know किन छैन I'm not that much bad जस्तो पनि लाग्छ तर खोइ के भयो थाहा छैन thanks to those peoples and I will always be there for you guys too and let me know if you want some help from me or some what म के दिन सक्छु त्यही कुराहरू है त सो एकछिन चाहिँ म सोचिरहेको छु कि दिमागमा यस वर्ष अफ कुराहरू भयो जिन्दगीमा यो एक डेढ वर्षमा धेरै कुराहरू भयो होइन अनि अगाडिको पछाडिको सबै चेन्ज भइसक्यो होइन म पनि दुब्लाए जस्तो लागेन मलाई म दुब्लाएको जस्तो लागेन कसले याद गरेर बस्छ मलाई होइन मेरो मम्मीले याद गर्नुहुन्छ मेरो ड्याडीले याद गर्नुहुन्छ मेरो गर्लफ्रेन्ड छैन अनि आजभोलि चाहिँ आज म चाहिँ पुरानो गीतहरू पनि मलाई एकदमै मन पर्न थालेछ आजभोलि चाहिँ किनकि ओल्ड डेज वर द बेस्ट डेज अनि त्यही हो क्या खासमा अनि त्यही भएर खासमा चाहिँ कुराहरू चाहिँ अनि मलाई सबैभन्दा फेभरेट लाग्ने चाहिँ उसको त्यो ठुला ठुला गाजालु आँखा मलाई चाहिँ यो फेरि गाजल लागेको ठुला ठुला आँखा धेरै नै मनपर्छ क्या पक्कै पनि तपाईँहरूलाई पनि मनपर्छ होला ठुला ठुला आँखा सपना पुरा गर अबदेखि आँट्ने छैन खुसीमा माथिने छैन गाह्रो छ भन्दैमा बाटो छाडिदिने होइन यसैले पहिले अहिले आजैबाट सुरु गर Last night I talked to the universe. She told me I'm the one. Yes, I'm that chosen one. मेरा अधुरा सपना पुरा ल अब थाहा हुँदैछ क्या जाने पनि रह्यो हुलमा एन्ड द टक थोप्राको बारेमा कुरा गरौँ भने यसो टिकटकमा जसो तसो बाजिरहेको थिएँ युट्युबमा आएपछि यस्तै हुन्छ क्या फिल्टर छैन थोप्रा यस्तै हो कहिले के हुन्छ केदेखि नै हुन्छ अलिकति धनी हुन देऊ आइफोन किनेर ह्यान्डसम हुन्छ ल अहिले आइफोन छैन क्या बाँचिरहेछ त्यही हो है त ओके सो गाइस अब यस्तै हो होइन कुराहरू भनेको यस्तै भइरहेको छ एन्ड म अब एकछिनतिर बाहिर गयो भने भेटौँला तपाईँहरूलाई होइन
देखाउला दृश्यहरू यहाँ पोर्चुगलको गयो भने पक्कै पनि जानुपर्छ यसो हेरौँ हलिचली बाहिर के छ कस्तो छ हैन त सो आई विल मिट यु अब बातहरू धेरै भयो कुराहरू यस्तै हो ब्लग हो होइन यस्तै हो ब्लग घुम्न जानु ब्लग होइन अरे मेरो साथीले भनेको सो कुराहरू भनेको यस्तै हो अब केही छैन होइन आफ्नो ख्याल राख्नुपर्छ जीवनमा अगाडि बढ्न सिक्नुपर्छ अगाडि बढ्नु पनि पर्छ जस्तो लाग्छ कपालहरू भनेको चाहिँ यस्तै हो कपालहरू बिग्रिएर हुन्छ होइन बाल छैन के जिन्दगी बिग्रिसक्यो या कपाल बिग्रेर के हुन्छ र होइन ल अहिलेको लागि चाहिँ यति हो अब म एकछिन रेस्ट गर्छु मेबी है जाडो पनि छ यसो के छ हेरौँ है त ओके गाइस यो म चाहिँ एकछिन गीत सुन्छु एन्ड आई विल मिट यु लेटर निस्किरहेको छु घुम्नलाई अनि लाइट हेर्नलाई अनि तपाईँहरूले एउटा मान्छे चिनाइदिउँ चिनाम कि नचिनाम भन्नु नचिनाउनु रे तर उहाँ चाहिँ मिस युनिभर्स भन्दा पनि खासै तपाईँको फेस नदेखाम फेस उता फर्किनु मोडल यो हियर यु गो एन्ड तपाईँ सिङ्गल हो कि म्यारिड हो भन्नुहोस् त सरी गाइज दुईवटा बेबी छ अरे एन्ड अब चाहिँ हामी चाहिँ यहाँनिर क्रिसमसको लाइट हेर्न जान लागिरहेको छौँ एन्ड आज चाहिँ क्रिसमस होइन तर पनि अब छुट्टी नै यस्तै बेला मिल्छ के गर्नु कालो छ र छैन अनि हामी चाहिँ अहिले हजुर ए क्यामेरा अब यस्तै हो के भन्नु लाग्थ्यो भन्दाखेरि मैले चाहिँ होइन आइएम गोइङ टु सी दि लाइट ला इङ्ग्लिस कस्तो छ फेरि कस्तो चाहिँ लाइट हेर्न जान लाग्यो होइन अनि खासै मलाई भ्लग गर्नलाई लाज लागिरहेछ तर यहाँ कसैको बाल छैन घरमा हाम्रो दाल छैन ए छ कि क्या हो मान्छे छैन सो त्यही भएर लाज नलागेको मलाई यो मोटिभेसन चाहिँ दिदीले दिनुभयो होइन अनि हामी लाइट हेर्न जाँदैछौँ अनि कतिचोटि भन्नु लाइट हेर्न जाँदैछौँ भनेर 100 चोटि भनिसक्यो अब हामी 10 मिनटमा पुग्छौँ रे तर मलाई थाहा छैन त्यही भएर अब यो लाइट हेरिराख्दा चाहिँ यदि चाहिँ खासै पनि हामीले बोल्ने बाटो हुँदैन ल कता हो यो ठाउँ अनि मलाई बाटोहरू पनि थाहा छैन अनि म तपाईँहरूले चाहिँ एउटा दामी सिनेमेटिक फेरि मेरो दामी सिनेमेटिक चाहिँ त्यस्तै हुन्छ होइन ल फेरि यहाँ मलाई फोटो खिच्नको लागि यहाँनिर पोज ल म हल्लिदिनँ ल राम्री केटीहरू पनि छ तर मलाई लाज लागिरहेछ ओ त्यहाँ तर म हेर्दिनँ नि केटी किन भन्दाखेरि म आज भोलि अलिक सोझो भइसक्यो क्या सोझो भइसक्यो म होइन अनि म सोझो भएको कारण चाहिँ किन भन्दाखेरि सायद म अब सन्यासी लिन्छु होला हौ केटाहरू यहाँ अब मलाई के भन्नु के गर्नु के छैन आज मैले जस्ट स्टार्टिङ फेरि पनि भ्लग गरौँ कि भनेर स्टार्ट मात्र गरेको यस्तै छ मेरो चाहिँ अब घुम्ने सुम्ने भनेको चाहिँ अब बिस्तारै मिल्दै गएपछि गरौँला अहिले चाहिँ मैले बातहरू जस्ट मेक त्यो मेरो इङ्ग्लिस त्यस्तै हो म चाहिँ जस्ट एउटा कन्फिडेन्स अलिकति बढाउन खोजिरहेको छु क्या म फेस गर्नको लागि क्यामेरा फेस गर्नको लागि होइन अनि राम्रो नराम्रो यस्तै हो फिल्टर सिल्टर नहाल्ने अब जे छ सञ्जीव यस्तै छ भनेर देखाउनु पऱ्यो होइन फिल्टर हाल्यो भने त ह्यान्डसमै आउँछ अनि त्यही भएर खासमा चाहिँ यस्तो घुम्न आएको अहिले वातावरण यस्तै छ है त्यही भएर है त एकछिनमा भेट होला अब केही छ छैन केही थाहा छैन फेरि भयो भने फेरि पनि भेट होला थ्याङ्क्स लभ यु forever